हामी चाहिँ यहाँ कुन्ने माछा माछा होइन कुन्ने अब टक्क कुन्ने सुन्ने लाएर कति बल्ला अन्तिलो भनिदिनु त 500 बल्ला अहिले बज्यो 1 बज्यो अनि छ अर्को हामीले यो कुन्ने लाइसकेपछि अब अर्को कुन्ने पनि लाउनु पर्ने छ म चाहिँ ओर्लिन्छु अब यो हाम्रो कुन्ने भइहाल्यो अब यो कुन्ने लाइसकेपछि फेरि हामीले यहाँ अर्को कुन्ने लाउनुपर्छ यस्तो छ हालत होइन गर्मीले भब्बै के भन्ने अब यस्तो छ हालत त्यस्तो केही छैन अनि लोटी खाते आमा चोट लाग्यो आन्टी के भन्न चाहनुहुन्छ अझ भन्नु त यस्तो गर्मीमा यस्तो काम गर्नु पर्दाखेरि के भन्न चाहनुहुन्छ नभन्नु हामीलाई धेरै दुःख हुन चाहन्छ के गर्नुपर्ने भयो त हजुरको लागि अब बुहारी ल्याउनु पर्ने भयो अनि हामीलाई सुख अलि बुहारी ल्याएपछि सुख होला नि एक दुःख हुने बुहारी नल्याउनु अलि यस्तै काम गर्ने हामी जस्तो दुःख गर्ने बुहारी चाहियो भनेपछि छोरालाई धेरै माया गर्ने बुहारी चाहियो भन्न चाहन्छौ ल केटीहरू अब सुनिहाल्यो तिमीले हाम्रो मम्मीहरूको जिज्ञासा होइन ल भन अब यस्तो दुःख गर्ने ठाउँमा आउँछौ कि आउनु ल आउने पछि टक्क सम्पर्क गर्नु सम्पर्क नम्बर हाल्दे त बुहारी सम्पर्क नम्बर त हाल्दैन अब कन्ट्याक्ट गरेर आउने भयो गरिहाल्छ नि अब म अब यो भिडियो हालिसकेपछि अब भिडियोमा टक्क हेर्छन् मेरो नाम छ त्यो नामबाट अनि मलाई यस्तो छ हालत होइन यस्तरी बोक्नु पर्यो अब ठिकै चाहिँ दुःख गर्नु ए खस्यो दुःख छ दुःख के हुन्न अहिले काहीँ मेरो मुख यस्तो भइसक्यो कि पुरै होइन अब यो मुखको लागि भए पनि मैले अब म अब टाउकोमा त्यो सल मान्छु सल माने चाहिँ कस्तो हुन्छ है त म चाहिँ अहिले यस्तो भइसक्यो होइन अब टक्क गएर फेरि चिलायो कि आँगन चिलाइसकेपछि त अब लगाउनु पऱ्यो सेफ्टीको लागि ज्यानभन्दा ठुलो केही छैन होइन त्यही भएर अब मजा हुन्छ बोकिन्छ अलिअलि मजा आइरहेछ नि एकदम मजा ठिक छ ठिक छ ल ढिलो भयो मलाई ए गरी भइसक्यो ल छिटो बनाऊ छिटो गाह्रो पऱ्यो नि पऱ्यो कि नै गाह्रो क्या नि अब यस्तै हो अब गाउँमा बिहे गरेपछि गाउँमा बसिसकेपछि अलिअलि दुःख सुख भन्ने चिज भइरहन्छ नै खोज्दैन गाउँ यति राम्रो वातावरण अक्कको यति राम्रो खोला नाला बस वरिपरि डाँडा छन् ओक्को यस्तो राम्रो डाँडा छ तल खोला छ अहिले टक्क अलिमा पौडी खेल्न लाग्छ तिमीलाई हुन्छ नि पुरै स्विमिङ नेचुरल रिभरमा यस्तो वरिपरि डाँडा काँडा भएको छ बिचमा सम्म छ तलतिर यो खेत भइहाल्यो तलतिर खोला छ मन लागे पौडी खेल्ने गर्ने भयो भने अहिले बेलाउती छन् बेलाउती खाने हजुर अनि यस्तो स्वर्ग जस्तो सुन्दर गाउँलाई राम्रो मान्दैन भन्नुहुन्छ हजुर अहिले आएर कति वर्ष भयो हजुर यो गाउँमा बसेको भन्नु त कति वर्ष भयो गाउँमा बसेको हजुर नडाटेर भन्नु लाउनु नि त्यो हजुरको उता हजुरको माइत त उता सहरतिर पर्यो होइन दार्जुलातिर हजुरको यहाँ हजुर यो हाम्रो यो दैलेखको महाबु गाउँपालिका खरिगेरामा आएको कति वर्ष भयो लगभग 10-11 वर्ष भयो भनेपछि यति 10-11 वर्षमा हजुरलाई यो गाउँ यस्तो नराम्रो लाग्यो यति राम्रो गाउँ छ होइन त्यस्तो भन्नु भएन आफ्नो गाउँ भनेको आफ्नो गाउँ हो अब हामी भिडियो के अरे कुन्नेको अन्तिम चरणमा छौँ यत्रो भयो कुन्ने चाहिँ होइन
लास्ट हो फाइनल हो अब कस्तो भयो त आज कुन्नी होला भन्नु त है कस्तो भयो आज कुन्नी आन्टी नै नै हजुरलाई कस्तो लाग्यो भन्नु न भ्याइयो लास्ट अब हाम्रो कतिवटा कडा पाइछ भने चाहिँ 2टा कडा जति बाँकी होला नि सानो त्यही पनि कसले यति बाँकी छ अब यति त अब कति होला र एकै खेपमा आइहाल्छ सबै अब यति यो कुन्यो यो कुन्यो लगाएर फेरि अर्को कुन्यो लगाउने आजको प्लान उहाँले सक्नुहुन्छ यहाँ लगाउनलाई भन्नु सक्नुहुन्छ ल बस उहाँले सक्नुहुन्छ भने चाहिँ हामी पनि सक्छौँ हामी त सकिहाल्छौँ ए ल ल ल लास्ट हो यो चाहिँ अब यो हामी अब अर्को कुन्यो लाउँदाखेरि भेट्छौँ फेरि अब कुन्यो सुन्यो लाएर सकियो एउटा कुन्यो अब हामी खाने हो नास्ता फेरि सुरु गर्ने हो नास्ता हाम्रो के छ यहाँ भुजा चाउचाउ प्याज चटपटे ठिक छ दार्जुलाबाट आएर यस्तो काम गर्नु भनेको राम्रो काम हो अब हाम्रो नास्ता खाएर भ्याइयो अब अर्को कुन्यो लाउन स्टार्ट हाम्रो आन्टीले अब सुरुबाट सुरु गर्नुहुन्छ अब कस्तै लाउँछन् कुन्यो भन्नु लाउने सिकाइदिनु है क्यार यहाँ जाने बुझाए मान्छे भने हजुरै हो हाम्रो मम्मी त अब अलि सानै हुनुहुन्छ तिमीहरू काम गरौ जाऊ जाऊ फर्स्टमा हामी यस्तो गर्छौँ ल अब हामी यसको वरिपरि हाल्दै जान्छौँ यस्तो छ तरिका हैन यहाँको त अब यति गडो भइछ नि ऊ तल जानुपर्ने चाहिँ हामी तल खोला ल छिटो गर मेरा कपडा धुनुपर्ने छ अन्त हजुरको माइत कहाँ अरे उता लखनऊ त अलि त के पर्छ त होइन बिहार त अर्को होइन के भारतमा होइन यता के दार्जिलिङ हजुरको दार्जिलिङ होइन हो उताका मान्छे त अर्कै काला हुन्थ्यो हजुर त गोरी हुनुहुन्छ त होइन हजुर अलिक धेरै राम्रो हुन्छ काम गरौँ जोस् मतलब दार्जिलिङबाट कहिले नसुने ठाउँ दैलेखमा आएर कति वर्ष भयो हजुर यहाँको भन्नु त 20 वर्ष भइगयो हेरि हामी म जन्मिया पनि थिएन ल ठिक छ जोस् अनुभव त लामो रहेछ यहाँभन्दा दार्जिलिङ हाम्रो थियो ल त्यहाँ के थियो होला भन्नु त्यस्तो तर त्यहाँभन्दा यहाँ यो 100 गुणा राम्रो छ यति राम्रो छ वरिपरि वन जङ्गल छ हाम्रो खेतमा वरिपरि यति सुन्दर गाउँ छ हाम्रो दैलेख ओको हाम्रो दैलेख महापो गाउँपालिका वार्ड नम्बर 1 2 नम्बर टोलवासी दबडा तर यो हेर्नु है यो हाम्रो खेत होइन यो हाम्रो खेतमा है बदल आएर मेरो आमै के अरे होला यस्तो यो
के भन्न चाहनुहुन्छ हजुर के भन्न चाहनुहुन्छ यो बँदेललाई अब यो यसलाई डाँडै कोटाउन चाहन्छौँ हामी उता उता धारचुलातिर लगेर राखिदिउँ कि त यसो न बँदेललाई लगेर कसो हो त्यतातिर लहर्दिउँ कि हुन पनि मेरो यो पुरै खन्दैछ यो जोत देखा क्या यस्तरी तपाईँलाई अब एक प्रकारले त तिमी हजुरहरूलाई सजिलो पनि भयो कसरी भन्दाखेरि अब जोत्नु पर्दैन अब जोड्ने बेला आइदिए त हुन्छ यो अब धान बालीमा अलि हामीलाई तिमीहरू पनि अलि उठाइलाग्नु बाबु केही छैन कहिलेकाहीँ असु न बँदेललाई पनि हानिदिनु पर्छ अब हामी यहाँ अन्तिम चरणमा आइसकेका छौँ होइन अब यति हो बचेको लास्ट यति एउटा मुठो यहाँ गएर 2टा मुठा हुन्छन् यहाँ 3 4 7जना छन् 7वटा मुठा बनाउने हो अनि डक्कर जाने हो माथि गएर कुन्ने लाउने हो अनि घरतिर जाने हो सुन नुहाइदै पनि पारिन्छ होइन अब नुहाइदै पारि ल छिटो अब 7वटा मुठा हुन् 7वटा मुठा र छिटो बनाऊ अनि गइजाम्ला माथि अब ढिलो हुन्छ कि अब मलाई पनि नुहाउनु पर्ने छ फेरि कपडा धुनु पर्ने छ नि त यहीँ लगाएर धुनु पर्न यति फोडी यो त बोल्नको एकदम फर्स्ट अफ अल यो त यति यो अनि अब यति काट्न पाइन्छ यो झन् दुःख छन् जिन्दगी अब गाउँमा बसेपछि यति गर्नै पर्छ अब होइन अब यो धेरै धान यस्तो छ फेरि योपालिको धान पनि हुन पाएन बँदेलले योपालि सबभन्दा यो धानको नोक्सान गर्ने भनेको योपालि बँदेल अब यस्तो दुःख छ ठिक छ लास्ट खेप हो अब यो लास्ट खेप अब फेरि भोलि पनि आउनुपर्छ कि के गर्नुपर्छ अब त्यो त अब भोलि नै थाहा हुन्छ यो काट्न भ्याइन्छ ल आन्टी हेर्दा हजुरको नि भ्याइयो लास्टमा ल हजुर के भन्न चाहनुहुन्छ अब आजको लागि हाम्रो काम सकियो अब भोलि बिहान फेरि आउनुपर्छ काम गर्न ठिक छ केही छैन अलिअलि गाउँमा बसिसकेपछि दुःख सुख गर्नै पर्छ ल ठिक छ केही छैन यति यो काम नगरी चाहिँ त खाना खाएको पनि पच्दैन होइन योपालि दसैँमा खाएको त्यत्रो सुकुटी कहाँ जाओस् मासु खाएको त निकाल्नु पर्यो योपालि गाउँमा आएर मासु मात्रै घर यस्तो छ दामी छ खोला यति राम्रो खोला त यस्तो राम्रो चल्छ कल बगेको खोला आहा न ठिक छ यो खोलाबाट जानुपर्छ यस्तरी यहाँ जाने ठिक छ नि मम्मी खबर अरू आन्टीजी सन्चै हुनुहुन्छ नि कस्तो 2टा कुन्यो लाउँदाखेरिको अनुभव कस्तो रह्यो हजुरको भन्नु त खै राम्रो भयो नि ठिक छ भोलिको कुन्यो आफै लाउनुहुन्छ नि ओहो आफै लाउनु पर्यो त क्यार्ने त यत्तिको बुढी पाउनु भनेको त अङ्कल त भाग्यमानी हुनु आहा यस्तै बुढी मलाई पनि चाहिएको थियो तर क्यार्ने मलाई पनि यस्तै बुढी चाहियो कोही छौ कि यसो न मलाई माया गर्ने यस्तै सुख दुःखमा साथ दिने होइन कामसाम गरिदिने घरको आमा बाउलाई हेर्ने खालको कोही छन् भने यसो न आउनु पर्यो है हो अन्टीहरू जस्तै क्यार्ने त हामी आइसक्यौँ अब लास्ट अब 2 पाइताइ पछि पुगिहाल्यौँ अब ल फाइनली गाइज अब हामी यहाँ आइसक्यौँ यताको यो भनेको हाम्रो कुन्नी हो उता लागेको चाहिँ हाम्रो अन्टीको कुन्नी हो जहाँ चाहिँ हामी अब यस्तो गरेर यसरी फाल्छौँ ल बाई बाई आजलाई यति नै ल हामी अब नुहाइदै पार्छौँ अनि जान्छौँ है त